हाई एभ्रिवान वेलकम टु माई मिनी भ्लग। आजको मिनी भ्लग चाहिँ सन्दकपुर मेला स्पेसल। हामी चाहिँ होल फ्यामिली नै राति गएको थियौँ मेला घुम्नको लागि। यो चाहिँ मेलाको नाइट भ्यू कस्तो राम्रो देखिन्छ कि रातिको मेला चाहिँ दिउँसो जानुभन्दा पनि। अनि हामी जाने बित्तिकै पहिला सुरु खाजा खायौँ। खाजा खाइसकेपछि चाहिँ हामी गयौँ रोटी पिङ खेल्नको लागि। अनि यहाँ चाहिँ सबैजना बसिरहेछौँ हामी पिङ खेल्न भनेर। पालो नआउन्जेल चाहिँ हामीले फोटो खिचौँ न भनेर 2-4 फोटो पनि खिच्यौँ। फोटो खिचिसकेपछि चाहिँ मैले मेरो बुढोलाई नि पिङ खेल्न जाउँ न भनेको। उहाँ चाहिँ डराएर खेल्नै मान्नु भएन। जति फकाउँदा पनि नमाने। पछि म चाहिँ रिसाएर घर जान्छु भनेर घुर्की देखाएको, जाउ गए के हुन्छ रे मलाई भनेर उल्टै बसतिर हात बाँधेर अनि फेरि म आएँ। अनि टिकट काटिदिनु भनेर उहाँले टिकट काटिदिनु भएपछि हामी गयौँ पिङ खेल्नको लागि। पिङ खेल्न चाहिँ म, बहिनी, मेरो भाइहरू, मेरो छोरो, सानी सबैजना गएको थियौँ। बरु सानो बच्चाहरू डराएको थिएनन्। मेरो बुढो त्यति डराएर चाहिँ जान मान्नु भएन। अनि हामी चढ्यौँ, पल्ल हाम्रो पालो आयो। मैले चाहिँ रोटे पिङ नखेलेको धेरै वर्ष भइसकेको थियो। धेरै रमाइलो भयो। एउटा हातमा चाहिँ बाबुलाई समातेको थिएँ, अर्को हातमा चाहिँ मोबाइल समाएको भएर चाहिँ मलाई तल झर्ने बेलामा चाहिँ कस्तो डर लागिरहेको थियो। एनिवेज धेरै रमाइलो भयो। यो चाहिँ रोटेपिङको टपबाट मेलाको भ्यू कस्तो राम्रो देखेको छ। हामी चाहिँ रोटेपिङ खेलेर पनि झर्यौँ अनि एकछिन मेला मजाले घुम्यौँ। घुमिसकेर घर फर्किने बेलामा त टमी पो आएको रहेछ मेलामा त। अनि यसलाई बिस्कुट किनेर खानिदिइसकेपछि चाहिँ यसलाई पनि लिएर जानु पर्यो भनेर हामी घर जान त थाल्यौँ। बाइकको पछि पछि लागिरहेको थियो। अब यत्रो लामो बाटो दौडेर आउन सक्दैन भनेर यसलाई चाहिँ हामीले बाइकमै लाने भनेर सल्लाह गऱ्यौँ। अनि यसलाई चाहिँ मैले बोकेर बाइकमै राखेँ अगाडि। अनि हामी लाग्यौँ घरतिर। यो चाहिँ बाइकमा कस्तो मजाले अगाडि बस्छ। अनि यति गरेर चाहिँ हाम्रो सन्दकपुर मेलाको घुमाइ पनि सिद्धियो। ओके बाई, आजलाई यति नै।